So hello everyone. Welcome back to my new video. आज चाहिँ आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु भन्दै अनि आज चाहिँ म एउटा केही कुरा भन्न गइरहेको छु। सो साथीहरू, मेरो चाहिँ युट्युब च्यानल बनाएँ, भिडियो अपलोड गरेँ, भिडियो अपलोड गरेर 1.5 घन्टापछि यस्तो हुन्छ क्या। पक्नु है, म तपाईँहरूलाई देखाउँछु यो चाहिँ के प्रब्लम हो। मैले चाहिँ मोबाइल भर्खर बनाएर दिएको कि, किनकि यो उक्केको थियो नि त, अनि मोबाइल बनाएर दिएको यस्तो देखाउँछ क्या मेरो चाहिँ युट्युब च्यानल। त्यसमा अर्कै छ, फेरि यसमा अर्कै छ, दुइटैमा त्यस्तै देखाउँछ मेरो। जति एउटा नयाँ च्यानल खोल्यो नि त्यस्तै देखाउँछ। पक्नु है, खा त मेरो एउटा च्यानल बिग्रियो नि त, अनि एउटा च्यानल बिग्रियो साथीहरू। अनि मैले एउटा च्यानल हाल्न लागेको थियो क्या, एउटा च्यानल बिग्रियो अनि मेन च्यानलै बिग्रियो क्या मेरो। त्यही भएर यहाँ भिडियो हाल्न लागेको थिएँ। अनि यो च्यानलमा नि अस्ति त्यस्तै भएको थियो, इट्स नट अलाउड भनेर दिन्छ क्या, इट्स नट अलाउड भनेर भन्छ क्या। अनि त्यही भएर भनिदिनु भनेको। यो च्यानल मैले अहिले यो भिडियो बनाइरहेको च्यानल पनि 3 दिन त्यस्तो भयो। 3 दिनमा मैले जिमेललाई रिक्वेस्ट गरेँ, 2 दिनपछि आउन पनि सक्छ नआउन पनि सक्छ भनेर भने म त्यतिकै छोडिदिएँ। अनि यो च्यानल बनाएँ, कुन भने चाहिँ मैले यो च्यानल बनाएँ, अनि यो तामाङ माया अफिसियल बनाएँ। अनि तामाङ माया अफिसियलमा यहाँ पनि एउटा भिडियो हालेको छु, मैले एउटा भिडियो हालेको छु। यसमा पनि 3 दिन त्यस्तै भन्यो, अनि मैले यो पनि आउँदैन होला भनेर त्यतिकै छोडिदिएको। अनि यसमा चाहिँ सब्सक्राइब केही छैन, यो न्यू च्यानल हो, त्यो पनि न्यू च्यानल हो। अनि त्यही भएर त्यस्तो भन्यो न, के कारण हो सबैजनाले कमेन्ट गरिदिनु होला। नयाँ नयाँ युजरहरूले मलाई सपोर्ट गरिदिनु होला, म पनि हजुरहरूलाई सपोर्ट गर्नेछु। अब यो भिडियो जान्छ अनि के हुन्छ थाहा छैन है, सबैजनाले हेरेर माया चाहिँ गरिदिनु होला, यति भन्न आएको म।